सो क्रिएटर्सहरू होइन लाइक मोस्टली होइन भिडियो हेर्छन् होइन अरूको होइन सिक्नको लागि होइन सयौँ भिडियो हेर्छन् आइडियाजहरू हेर्छन् होइन त्यही पनि कन्फ्युज छन् क्या किन थाहा छ किनभने उनीहरूसँग चाहिँ एन्सर छैन क्या सो के एन्सर छ होइन म आज म एक्सप्लेन गर्नु गइरहेको छु होइन र किन होइन लाइक क्रिएटर्स हामी जहिले पनि किन कन्फ्युज हुन्छ क्या इभन टनाटन भिडियोजहरू हेर्छौँ होइन लाइक युट्युबमा भिडियोज हेर्छौँ होइन अनि यो लाइक रिल्सहरू भयो कन्टेन्टहरू टन्नै कन्ज्युम गर्छौँ त्यो पनि कन्फ्युज हुन्छौँ हामीले आफूलाई ग्रो गर्नको लागि टन्नै कन्टेन्टहरू हेर्छौँ होइन कन्टेन्टहरू ग्रो गर्नको लागि होइन त्यही पनि कन्फ्युज हुन्छौँ है सो यसको कारण के हो भन्दाखेरि है हाम्रो यो धेरै इन्फर्मेसन लियो भने होइन हामीले प्यारालाइसिस बनाइन्छ क्या लाइक के हुन्छ भन्दाखेरि हामीले धेरै इन्फर्मेसन लियो भने के हुन्छ भन्दाखेरि हामीले काम गरेको जस्तो महसुस हुन्छ क्या लाइक हामीले इन्फर्मेसन लाइक अहिले मेरो भिडियो हेर्दै हुनुहुन्छ जस्ट इन्फर्मेसन लिँदै हुनुहुन्छ भने तपाईँले माइन्डमा चाहिँ छिरिरहेको छ मैले काम गरिरहेको छु तर वास्तवमा तपाईँ वर्क गर्नुभएको छैन होइन यो चाहिँ यसलाई चाहिँ होइन प्यारालाइसिस भन्छ माइन्डको प्यारालाइसिस होइन लाइक इन्फर्मेसन मात्र लिने काम चाहिँ नगर्ने होइन इन्फर्मेसन लिएपछि पुग्यो क्या यसले चाहिँ तपाईँलाई प्यारालाइसिस गरिदिन्छ इन्फर्मेसन धेरै लिएपछि लाइक एक्जिक्युसन मैले भनेको कुराहरू तपाईँले एक्जिक्युटै गर्नु भएन जस्ट इन्फर्मेसन मात्र माइन्डमा लिनुभयो भने होइन जस्ट प्यारालाइसिस हो क्या त्यो भनेको लाइक इन्फर्मेसन धेरै लिए पनि काम छैन होइन र तपाईँले हामी टन्नै भिडियो हेर्छौँ नि त होइन फरक फरक मान्छेको भिडियो हेर्छौँ कहिले त्यो मान्छेको भिडियो हेर्छौँ कहिले त्यो मान्छेको अब 10-15वटा क्रिएटरहरूको भिडियो हेर्छौँ एडभाइस लिन्छौँ होइन उनीहरूको होइन तर सबै भिडियोको होइन लाइक तपाईँलाई उनीहरूको छुट्टै पर्सपेक्टिभ दिन्छन् र छुट्टै उनीहरूको एडभाइस हुन्छन् क्या लाइक उनीहरूको बोल्ने तरिका छुट्टै हुन्छ सबै कुरा छुट्टै हुन्छ क्या डिफ्रेन्ट हुन्छ क्या सो यो चाहिँ अर्को कारण हो होइन र अर्को कारण हामी चाहिँ किन कन्फ्युज हुन्छौँ क्रिएटरको भिडियो यति धेरै हेऱ्यो पनि लाइक मल्टिपल क्रिएटर्सको भिडियो हेऱ्यो भने लाइक क्रिएटर्सहरू के हुन्छ भन्दाखेरि हामी चाहिँ के हुन्छौँ भन्दाखेरि होइन लाइक जसको हामीले सिक्छौँ नि होइन लाइक मेरो तपाईँले सिक्दै हुनुहुन्छ कुराहरू र तपाईँले अरू क्रिएटरको पनि हेर्नुहुन्छ होला होइन सो तपाईँले चाहिँ सबैको कुराहरू एप्लाई गर्नु खोज्नुहुन्छ क्या एकैचोटि है फेरि सबैको कुरा एप्लाई गर्नु गलत होइन होइन तर एकैचोटि एप्लाई गर्नु चाहिँ त्यो चाहिँ एकदम वर्स्ट हो क्या एकदम गलत हो क्या लाइक यो हुँदैन क्या र अर्को कुरो के छ भन्दाखेरि है लाइक यो हामी क्रिएटरहरू चाहिँ के हुन्छ भन्दाखेरि होइन लाइक कन्फ्युज हुन्छौँ होइन लाइक कन्फ्युजन चाहिँ के छ भन्दाखेरि होइन हामी चाहिँ इफोर्ट चाहिँ लगाइरहेको हुँदैन क्या सो कन्फ्युजन भनेको के हो भन्दाखेरि लाइक तपाईँसँग कन्फ्युजन चाहिँ किन तपाईँ आफैमा कन्फ्युज हुनुहुन्छ क्या के छ भन्दाखेरि तपाईँ क्रिएटर्सहरूको कुरा सुन्नुहुन्छ होइन अनि कन्फ्युज हुनुहुन्छ झनै होइन लाइक तपाईँ फर्स्टमै कन्फ्युज हुनुहुन्छ कन्फ्युजन भनेको चाहिँ के हो भन्दाखेरि होइन तपाईँसँग रोड म्याप छैन क्या लाइक पर्सनल रोड म्याप हुनु पऱ्यो क्या लाइक तपाईँ के गर्दै हुनुहुन्छ तपाईँको मेन गोल के हो होइन तपाईँ कहाँ पुग्नु छ क्या लाइक मेरो अहिलेको मेन गोल भनेको स्मल क्रिएटर्सहरू हो होइन उनीहरूको लागि कन्टेन्ट बनाउने उनीहरू लाइक सर्भिसहरू प्रोभाइड गर्ने हो त्यो हो कि अहिले मेरो मेन गोल चाहिँ क्या सो त्यो मसँग छ नि त होइन कन्फ्युज म त्यही भएर छैन क्या अनि म जसको पनि भिडियोज हेऱ्यो भने जुन क्रिएटरको पनि भिडियोज हेऱ्यो भने होइन मलाई चाहिँ त्यति कन्फ्युजन हुन्न लाइक क्ल्यारिटी पाउँछु कि झन् क्या उनीहरूको भिडियोजबाट हेरेर होइन लाइक अनि के छ भन्दाखेरि लाइक तपाईँलाई जुन क्रिएटरहरूले एडभाइस दिइरहेको हुन्छ होइन जुन तपाईँले जसको भिडियो हेर्नुहुन्छ उनीहरूको एडभाइस भिडियोजहरू हेर्नुहुन्छ एडभाइस दिनुहुन्छ नि उनीहरूले चाहिँ जस्ट जेनरल एडभाइस दिन्छन् क्या लाइक जेनरल एडभाइस दिन्छन् होइन लाइक भिडियोजलाई ग्रो गर्नुपर्छ यताउता भनेर भन्छन् होइन तर रियल एडभाइस दिँदैनन् लाइक मेरो अब इक्जाम्पलको लागि पर्सनल सिचुएसन अर्कै हुन्छ होइन तर एडभाइस तपाईँले अर्कै पाउनुहुन्छ होइन सो अब कन्सिस्टेन्ट हुनको लागि चाहिँ डेली भिडियोज बनाउनको लागि चाहिँ डिसिप्लिन हुनुपर्छ भन्छ क्रिएटरले होइन तर वास्तवमा अब मेरो सिचुएसन त फाइनेन्स हो फाइनेन्सियली म ब्रोक छु फाइनेन्सियल मेरो पैसा छैन नि त मसँग होइन अहिले होइन सो मैले चाहिँ खासमा पैसालाई पहिला सुरु फोकस गर्नु पऱ्यो देन त्यसपछि कन्सिस्टेन्ट अटोमेटिकली माफी हुन्छ नि त सो भन्नु खोजेको के भन्दाखेरि होइन अब के छ भन्दाखेरि तपाईँले अब तपाईँको पर्सनल सिचुएसन र कुनै क्रिएटरको एडभाइस म्याच हुँदैन कि लाइक त पर्सनल सिचुएसन डिफ्रेन्ट छ होइन र क्रिएटरले चाहिँ डिफ्रेन्ट एडभाइस दिइरहेको हुन्छ कि लाइक हावामा होइन लाइक उनीहरूलाई चाहिँ जेनरल एडभाइस लाइक आफ्नो पोइन्ट अफ भ्यूबाट दिइरहेको हुन्छ होइन सो त्यही भएर चाहिँ क्रिएटरहरूको भिडियो हामी जति हेरे पनि कन्फ्युज हुन्छौँ क्या सो है अर्को सो तपाईँले चाहिँ होइन अब क्रिएटर टन्नै भिडियो हेर्नुभन्दा पनि होइन लाइक
तपाईँले क्ल्यारिटी मेन चाहिएको हो क्या लाइक क्ल्यारिटी होइन लाइक क्ल्यारिटी चाहिँ कुन बेला आउँछ भन्दाखेरि होइन ऱ्यान्डम कन्टेन्ट हेरेर आउँदैन होइन फिल्टर गर्नु पऱ्यो क्या फिल्टर गर्नु पऱ्यो लाइक कुन कन्टेन्ट हेर्ने कुन नहेर्ने होइन ऱ्यान्डम कन्ज्युम गरेर हुँदैन होइन के गर्ने नगर्ने सब कुरा थाहा पाउनु पऱ्यो होइन देन त्यसपछि तपाईँ क्रिएटर्सहरूको भिडियो हेर्नै जरुरी नै पर्दैन होइन क्ल्यारिटी आएपछि होइन सो क्ल्यारिटी आएपछि क्ल्यारिटीको लागि चाहिँ तपाईँले अब फिल्टर गर्नु पऱ्यो कसको भिडियो हेर्ने कसको भिडियो नहेर्ने होइन जसको जुन पाए त्यही क्रिएटरको भिडियो हेरेर पनि काम छैन होइन र जस्ट कन्ज्युम मात्र मन नगर्ने एप्लाई गर्ने होइन देन त्यसपछि चाहिँ क्ल्यारिटी आउँछ है क्ल्यारिटी त्यसपछि आउँछ क्या सो मेन तपाईँलाई होइन के चाहिएको छ भन्दाखेरि तपाईँलाई टन्नै कन्टेन्ट हेर्नु जरुरी छैन तपाईँलाई जस्ट क्लियर थिङ्किङ चाहियो के गर्नुपर्छ के गर्नुहुन्न सब कुरो थाहा हुनुको लागि त्यो कुरो चाहियो जस्ट त्यति चाहियो तपाईँलाई टनाटन कन्टेन्ट हेर्नु पर्नु जरुरी छैन होइन टन्नै भिडियोज हेर्नु जरुरी छैन टन्नै स्टोरिजहरू पढ्नु जरुरी छैन अरूको यो मोटिभेसनल भिडियोज हेर्नु जरुरी छैन तपाईँलाई चाहिँ जस्ट होइन क्लियर थिङ्किङ चाहियो क्या क्लियर थिङ्किङ त्यति भयो होइन त्यसपछि तपाईँले होइन मजाले होइन काम गर्नुहुन्छ मजाले तपाईँले कन्सिस्टेन्सी दिनुहुन्छ र अरूको भिडियो हेर्न जरुरी पर्दैन सो यही कारणहरू थियो होइन जसको कारणले चाहिँ हामी जति भिडियोज हेरे पनि होइन जति भिडियोज हेरे पनि हामी कन्फ्युज हुन्छौँ क्या सो यो कुराहरूलाई एप्लाई गर्नुहोस् है यो कुराहरूलाई फलो गर्नुहोस् होइन क्लियर थिङ्किङ चाहियो तपाईँलाई टन्नै कन्टेन्ट होइन टन्नै भिडियोज हेर्नु जरुरी छैन तपाईँलाई क्लियर थिङ्किङ चाहिँ चाहियो देन त्यसपछि तपाईँ कन्सिस्टेन्ट हुनुहुन्छ र लङ टर्मसम्म तपाईँ लाग्नुहुन्छ है त